हाम्रो धनगढी सफा धनगढी चिटिक्क परेको धनगढी कति सफा सुन्दर छ रोडहरू चिट्ट परेको हामी अहिले क्याम्पस रोड पुग्ने तयारीमा छौँ यति राम्रो सफा चिटिक्क धनगढी सधैँ यस्तै रहिरहोस् क्याम्पस रोडको अब हामी टर्निङमा छौँ यस्तो हाइलाइटहरू सफा चिटिक्क सुन्दर यो क्याम्पस रोडको गुरै चोकमा प्रवेश गरे अहिले हाम्रो बिहानीको सुरुवात आज सफा धनगढी रोडहरू सफा चिटिक्क परेको हेर्दै अवलोकन गर्दै हिँडिरहेको अवस्थामा हामीहरू है रोड बिरुवाहरू भइरहेछन् र चौडा रोड क्याम्पस रोडको हो यो आफ्नो छुट्टै लेन छ यति व्यवस्थित भइरहेछ धनगढीले कोल्टो फरिरहेछ है हामी सेतु पुलबाट क्रस भयौँ अहिले सेतु पुलबाट क्रस भयौँ मेन रोडमा हामी मेन रोड प्रवेश यो हाम्रो अब हामी जिपरका पुगिरहेछौँ जिपरका पुष्पलाल चोकबाट अगाडि आएर हामी अहिले जिपरका पुग्यौँ बुद्ध मार्ग जिपरका ठ्याक्क हामी जिपरका पुल क्रस गरेर हामी हस्पिटल लाइनमा प्रवेश गरिरहेछौँ जहाँ गयो भने हाम्रो सफा चिटिक्क हेर्नुहोस् त सबैजना धनगढीको अवलोकन गर्न सबैजना आउँ एकचोटि यहाँको अनुभव यहाँको सफाइ यहाँको रोड फ्लोको हिसाबले पनि होइन सबैले राम्रो तरिकाले चाहिँ जिल्ला प्रशासन पुग्यो हामी हस्पिटल लाइन पुग्यौँ हस्पिटल लाइन सुदूरपश्चिम महोत्सव लागेको ठाउँ यो हाम्रो सेती अञ्चल हस्पिटल दुर्घटना भएर रहेछ यहाँ बाइकहरू ठोकिएर सेती अञ्चल हस्पिटल यो सब मेडिकल लाइनहरू अब हामी पार्क मोड जेन्जी मार्ग पुग्यो पार्क मोड अब एलेन चोक पुग्यो एलेन चोकमा सुदूरपश्चिम महोत्सव 2082 पुगेर प्रवेशद्वार हामी अहिले कैलाली पुलमा प्रवेश गरिसकेका छौँ हाइवे रोडको मेन रोडको अब यहाँ सुदूरपश्चिम प्रहरी प्रदेश कार्यालय धनगढीको प्रहरी प्रदेश कार्यालय अब हाम्रो पुलिस पेट्रोल पम्प प्रहरी कल्याणकारी कोषबाट खडा गरिएको यो नेपाल आयल निगमको प्रहरी पेट्रोल पम्प नारायण चोक आर्थिक मामिला तथा विकास मन्त्रालय साथसाथै हामी मुख्यमन्त्री कार्यालय पनि पुग्यौँ यो हाम्रो मुख्यमन्त्री कार्यालय यस्तो आन्दोलनमा कृषि विकास बैङ्क साथसाथै हाम्रो यो निर्माण व्यवसाय गेट चोक होस पार्ककै भित्र छ मेन रोड बजारको एरिया भिडभाड हुन्छ यहाँ बस पार्क जाने ठाउँ सफा जहाँ गयो भने हाम्रो हरियाली हाम्रो सफा चिटिक्क देख्नुहुन्छ रोडहरू 2 वे छ 1 वे कहीँ पनि छैन यहाँबाट अगाडि बढ्दै अब हामी पृथ्वीनारायण चोक जो चाहिँ ट्राफिक चोक भन्दै अहिले पृथ्वीनारायण चोक राखेको छ यो हाम्रो माछापुच्छ्रा बैङ्कको भयो
सफाइ कार्यक्रम हुन्छ हाम्रो धनगढीमा। फोहोर भएको ठाउँमा सफा गरिहाल्ने कि बिटेज सिस्टम हो पुरै लागु हुने रुल। हामी चाहिँ यो चौराई ट्राफिक चौराई भन्दै अहिले चाहिँ पृथ्वीनारायण चौक प्रवेश गरेर चाहिँ हामी टर्निङ भइरहेछौँ 6 लाइनमा। 6 लाइन हेर्नुहोस्, हरियाली त 6 लाइनको यहाँ हो हरियाली पुरानो। सुरुवाती चरणमा धनगढी उपमहानगरपालिकाले काम गरिआएको सुरुवाती चरणको यहाँबाट स्टार्ट गरे हो। अहिले यस्ता रुखहरू भइसक्यो। रुखहरूले छुट्टै किसिमको आनन्द, छुट्टै किसिमको सौन्दर्य, फुलहरू फुलिरहेछन्। 6 लाइनको सौन्दर्य, धनगढीको सौन्दर्य भनेर चिनिने हाम्रो 6 लाइन धनगढी उपमहानगरपालिकाको ओइल स्टोर, हामीले तेल भर्ने ठाउँ हो। धनगढी सफा धनगढी त्यत्तिकै भनिआएन। कति मेहनत, कति सङ्घर्ष। धनगढीको युनिट, धनगढीको यो सबैले आफ्नो ठाउँबाट गरेको यो युनिटले गरेको काम यति राम्रो। हाम्रो मेयर साहबले ल्याएको एउटा भिजनमा सबै युनिट गरेको कामलाई अहिले यति मजा आउँछ। यति हेर्दाखेरि रमणीय फुलहरू यस्तो राम्रो। शहीद गेट आयो, 6 लेन शहीद गेट। 6 लेनमा आफ्नो लेन छ गाडीको, मिनी बसहरूको, अनि साइकल लेन, अनि पार्किङको पनि छुट्टै छ। साइकल लेन बायाँपट्टि छुट्टै किसिमको छ। साइकल लेनमा साइकल आफ्नो तरिकाले गुडिरहेछ मजाले। एकले अर्कालाई डिस्टर्ब नगर्ने हिसाबको बनेको छ लाइन धनगढीको। यहाँ चटकपुर प्रवेश गऱ्यौँ हामीले। यति आनन्ददायक ड्राइभिङ पनि गर्नलाई एकदम सजिलो। भिडभाड जति सुकै भयो भने आफ्नो लेनमा मजाले 2 वे छ, छुट्टै छुट्टै लेन। हाम्रो आर्मी ब्यारेक नजिक पुग्यौँ हामी। गोरुडाँडी चोकमा त्रिभुवन चोक 6 लाइन धनगढी उपमहानगरपालिका। भाटभट्टी नै आयो हाम्रो राजपुर, गोरुडाँडी राजपुर। भाटभट्टीको सौन्दर्य हो, किनभने भाटभट्टीले चाहिँ अहिले 5-7 जना युवाहरूलाई चाहिँ रोजगारी दिएको छ, बाहिर फोटोग्राफरहरूलाई मात्र। भाटभट्टीको सौन्दर्यले चाहिँ झनै राम्रो बनाइदिएको छ धनगढीलाई। राजपुर चोकमा पुग्यौँ। खेलाडीहरू, हाम्रो सुदूरपश्चिमका खेलाडीहरूको विभिन्नको पोस्टर सम्मानका साथ धनगढी उपमहानगरपालिकाले भित्तामा यसरी उहाँहरूको मनोबलको स्वरूप हाम्रो कलाकारहरू, खेलाडीहरूको यसरी रङ्गीन भित्ताहरू बनाएर उहाँहरूको मनोबल, हाम्रो राष्ट्रिय खेलाडी, राष्ट्रिय कलाकारहरूलाई झल्काउने हेतुले चाहिँ हाम्रो विभिन्न वालहरू सजावट गराएर उनीहरूको फोटो संरक्षण गरेका छ। मोहनपुर प्रवेश गरियो। मोहनपुर मत्स्य पालन छुट्टै किसिमले छ। यहाँ व्यवस्थित तरिकाले दाहिने बायाँ हेर्दा मत्स्य पालन। विमानस्थलको जाने बाटो विमानस्थल हामी हाम्रो धनगढी उपमहानगरपालिकाको सीमा समाप्ततिर पुगिरहेछौँ। हामी धनगढी उपमहानगरपालिकालाई चाहिँ भ्रमण गरेकोमा स्वागत, साथसाथै वेलकम गेट। धनगढी उपमहानगरपालिकामा भ्रमण गरी स्वागत र वेलकम गर्ने गेट हाम्रो सीमा समाप्त भयो।
यो अतरियाको एरियालाई